सुन्नु चराचुरुङ्गीको नेचुरली आवाज क्या कस्तो खतरा सुनिरहेको छु क्या मैले यहाँबाट। तर तपाईँहरूले चाहिँ सुन्नुहुन्छ कि हुँदैन है त। कस्तो खतरा क्या नेचुरली आवाज बास बस्ने बेला भयो नि त ठ्याक्क, अनि त्यही भएर होला के। तराको आवाजहरू क्या आफ्नो आफ्नो। मलाई यस्तो आवाजहरू लास्टै मनपर्छ क्या, चराको आवाजहरू। वाह कस्तो दामी आवाजहरू। अब त पुरै नै रात परिसक्यो नि त, त्यही भएर पनि होला। यस्तो छ क्या यता, यस्तो खतरा देखिरहेछ। देख्नुभयो कस्तो खतरा आवाज क्या, मैले सुनेर बसिरहेको छु। बबाल। हेलो साथीहरू, सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज फेरि अर्को नयाँ भ्लग बनाउन कोसिस गरिरहेको छु। हेरौँ के कस्तो हुन्छ। आज चाहिँ एक्लै छु। अरू बेलामा त छोरी दिदीहरू हुन्थ्यो नि त अगाडिको भिडियोहरूमा, तर आज चाहिँ कोही पनि छैन, किनकि म एक्लै छु। आज चाहिँ एक्लै थिएँ रुममा, अनि के गरौँ भयो क्या मलाई। सुतेँ, उठेँ, फेरि सुतेँ, अनि निन्द्रा पनि लागेन, अनि हिँड्न मन लाग्यो, अनि कहाँ जाऊँ भयो। अनि म चाहिँ कृष्ण मन्दिरको डाँडामा जाँदैछु एक्लै। यसरी चाहिँ कहिले क्यामेरा फेस गरेको थिइनँ, तर आज गरिरहेको छु एक्लै पनि गर्नुपर्ने रहेछ क्या। त्यही भएर प्राय सबैसँग त हुँदैन नि त, हामी हुने एक्लै हो नि त। त्यही भएर एक्लै तपाईँहरूसँग बोल्दै भिडियो बनाउँदै डाँडातिर जाँदैछु। डाँडामा के गर्छु म त्यो तपाईँहरूलाई देखाउने छु। अहिले चाहिँ अलिक उकालो बाटो छ नि त यता, अनि यो उकालो बाटो चाहिँ म जाँदैछु। कृष्ण मन्दिरको डाँडा हो यो, प्राय साथीहरूलाई थाहा छ होला भन्छु म चाहिँ। नजिक बस्नेहरूले चाहिँ, अनि टाढा बस्नेहरूलाई त थाहा हुँदैन। त्यही हो, म जाँदैछु। फाइनली गाइजहरू, म चाहिँ डाँडामा आइपुगिसकेको छु। अहिले चाहिँ बेलुका भएर होला, कोही पनि हुनुहुन्न, म एक्लै अब बस्छु यहाँनिर। अनि यहाँबाट देखिने भ्यू चाहिँ यस्तो छ क्या, यस्तो छ है। यो जम्बू डाँडा भइहाल्यो, अनि यो त भ्याली भइहाल्यो। यस्तो राम्रो नेचुरल ठाउँ छ क्या यहाँनिर चाहिँ। अनि त्यही नेचुरल भ्यू हेरौँ कि भनेर यस्तो आएको। अनि यस्तो छ यता चाहिँ कृष्ण मन्दिर भइहाल्यो यो चाहिँ। अनि यता यस्तो राम्रो छ, बादलहरू पनि एकदमै राम्रो देखिरहेको छ। पानी पर्ला जस्तो छ कि यताको मौसममा चाहिँ। त्यो पौधा पनि थोरै देखिँदो रहेछ। यस्तो छ वातावरण चाहिँ है, यस्तो छ ठाउँ। कन्फिडेन्टै भएन कि एक्लै भएर होला बोल्नलाई, तर पनि केही छैन। म चाहिँ यस्तरी वातावरण हेरिरहेको छु। अब बस्छु पनि होला। अब एक्लै त के फोटोसोटो त खिच्नु, त्यही पनि यसो बस्छु चौरीमा, यस्तरी एक्लै बस्छु अनि झर्छु। अरू त के भन्नु र, खै एक्लै भएर होला, कोसँग बोल्ने जस्तो भयो कि। यतातिर आन्टी हुनुहुँदो रहेछ कि एकजना, खै देखिनु भएन। यता चाहिँ क्या, यताबाट देखिन्छ होला। ठाउँ चाहिँ यस्तो छ। आज चाहिँ फेरि के भन्छ, असार 15 दही चिउरा खाने दिन आज। कसले दही चिउरा खानुभयो त? मैले त खाइनँ। मासु भात चाहिँ खाएँ, दही चिउरा चाहिँ खाइनँ। मेरो छोरा र छोरी चाहिँ, दिदीको छोरी, मेरो छोरा चाहिँ दही चिउरा खान गए इन्भाइट आएर।
मलाई चाहिँ इन्भाइट आएन, त्यही भएर गइनँ, एक्लै भएँ। अनि त्यहाँपछि यता घुम्न आएँ भनिरहेको छु अघिदेखि नै तपाईँहरूलाई। अनि म चाहिँ अब यस्तरी बसिरहेको छु कि दुखी हातमा दुखी हातमा के गर्नु। तर भिडभाड भन्दा यस्तो सुनसान ठाउँमै मजा आउँछ क्या मलाई चाहिँ। तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ है? तर मलाई चाहिँ भिडभाड भन्दा पनि एकदमै सुनसान ठाउँ, यस्तो पाखा पखेरा अनि भनौँ न के भन्छ जङ्गल खोला नाला यस्तोहरू मन चाहिँ पर्छ। तर के गर्नु, यता नजिकै चाहिँ छैन। अब झर्ना भएकोतिर पनि जानु पर्ला एक दिन। अहिलेलाई चाहिँ यस्तै छ, के गर्नु। एक्लै बोल्दै हिँड्नु परेछ। साथी पनि छैन, सबको साथी छ तर मेरो साथी छैन, के गर्नु। साथी बनाउनुलाई के गर्नुपर्छ हो, पत्तर बोल्नुपर्छ हो, तर मलाई आउँदैन। साथी न सङ्गी म चाहिँ एक्लै रङ्गी चङ्गी भन् जस्तो हो। मान्छेहरूले हेरेर पनि हाँस्छन् होला। कसै चाहिँ छोटी पनि छ, देखाउनु भएको छैन, के गर्नु। म चाहिँ एक्लै सिङ्गल, त्यही पनि यो डाँडाबाट हिँडेर म अब कृष्ण मन्दिरसम्म पुग्नेवालामा छु। कृष्ण मन्दिरमा चाहिँ कस्तो छ म देखाउँछु। यहाँ बाटोमा चाहिँ अब यतिकै बोल्दै हिँड्नु पऱ्यो नि त। त्यही भएर यहाँ त्यस्तो हिलो रहेछ। म चाहिँ हिलो नटेकिकन जाँदैछु। हिलो नटेकिकन जाँदैछु किनकि साथी नै सङ्गी एक्लै रङ्गी चङ्गी हो म चाहिँ गाइज। मेरो साथीहरू नभएको होइन, भएको हो, तर म एक्लै भए बेलामा अहिले चाहिँ छैन है। के गर्नु, के अरे मेरो सुनको बाला हो भनेर भन्न नभएको होइन, यो चाहिँ निरु बादलीले दिएको हो, मेरो साथीले दिएको हो। अब मेरो साथी चाहिँ यही बाला हो भनेर भन्न नभएको। मेरो नाना पनि छैन अहिले, कोही पनि छैन। दही चिउरा के भन्छ खिर र चिउरा खाइरहेको छ क्या एउटा सानो भाइ। आज खिरको सिजन हो नि त। तर मेरो भ्लग चाहिँ भोलि मात्रै हाल्छु, आज अर्कै एउटा हालेको छु। सबैजनाले हेरिदिनु होला, सपोर्ट गरिदिनु होला भनेर भन्न चाहन्छु। झन्डै लडेँ, एक्लै छु म। एउटा पप्पी आउँदैछ मेरो साथी, एकछिनै गर्नमा छ, ऊ आउँदैछ मेरो साथी। आजलाई मेरो साथी यही हो। कहाँ गयो फेरि? यहाँ चाहिँ बाँसको झ्याउ पनि छ है, बाँसको झ्याउ छ। म चाहिँ जाँदैछु। यता चाहिँ मकै घारीहरू पनि छ है, यता बाँस घारी छ, यता मकैको बोर्डहरू छ। अनि त्यहाँपछि यहाँ चाहिँ एउटा पप्पी पनि छ है, पप्पी छ। अनि म चाहिँ अब फेरि यहाँबाट यो बाटो हुँदै तल झर्नुपर्ने हुन्छ। तल झर्छु, अनि तल झरेपछि म देखाउँछु ल। म चाहिँ त्यो भिर बाटोबाट झरिसकेँ, तर यतिको भिड त केही पनि होइन, हाम्रोतिर योभन्दा भिड हुन्छ नि हुन त। त्यहाँबाट झरिसकेँ। अब म फेरि कृष्ण मन्दिरतिर जाँदैछु एक्लै। आज चाहिँ एक्लै वाक गर्दैछु के गर्नु। अनि यस्तो छ। अनि फेरि यता लभ डाँडाको भ्यू कस्तो खतरा देखिरहेछ। अनि यस्तै त हो, के गर्नु। आज दिनभरि सुत्यो बस्यो उठ्यो, त्यही मात्रै काम भयो। ड्युटी स्युटी छैन, गरौँ भने त्यही हो। यहाँ चाहिँ यस्तो खतरा घर बनाएर रहेछ, कम्प्लिट हुन आँटेछ, कलर हाल्न बाँकी। अनि त्यहाँपछि अब म ठ्याक्क कृष्ण मन्दिर पुग्छु। अनि कृष्ण मन्दिर पुगेपछि एकछिन बस्छु, अनि एकछिन बसेपछि फेरि उठ्छु, उठेपछि फेरि हिँड्छु। म
म चाहिँ कृष्ण मन्दिर आइपुगिसकेँ। यता चाहिँ कृष्ण मन्दिर हो। म चाहिँ कृष्ण मन्दिरको पछाडि डुलिरहेको छु यस्तो ठाउँमा। राम्रो छ, एकदमै राम्रो छ, तर एक्लै भएर होला कस्तो कस्तो पनि लागिरहेछ। तर पनि म घुम्छु, हिँड्छु। यस्तो अँध्यारो भइसक्यो, अब चाहिँ अति नै अँध्यारो भइसक्यो हो। तर पनि म अझै बस्छु यहाँ। अब अझै बस्छु, तर बसेर के गर्छु मलाई पनि थाहा छैन। तर पनि मलाई बस्न मन लागिरहेछ। ला बस्न मन लागिरहेछ, म बस्छु। अथथ हो अथथ मच्छरले साह्रै गरी खायो। यस्तो छ, कस्तो राम्रो देखेको हौ लाइटले त, राम्रो देखिरहेछ। यस्तो अब चाहिँ म यो कृष्ण मन्दिरबाट जान्छु, अब घरतिर झर्छु। मेरो भ्लग चाहिँ आजलाई यति नै भनेर भन्न चाहन्छु। मेरो भ्लग चाहिँ अलिक छोटै भइरहेछ। म लामो पनि गर्ने कोसिस गर्छु। अथा मच्छरले खायो गर्ने कोसिस गर्छु। अनि मेरो भ्लगलाई चाहिँ एकदमै माया गरिदिनु होला। लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है। अनि भिडियोलाई चाहिँ फुल वाच गरिदिनु होला भन्न चाहन्छु। अनि कहाँ कमी छ भने सुधार्नु भन्नु पर्यो, म सुधार्ने कोसिस गर्छु है। बाई बाई।